ल हेर्नुहोस् है, सङ्क्रान्ति लागेर बनाएको मेरो हालत यस्तो छ। ओन्ली तराई पिपल्स नो दिस। तराईको मान्छेहरूलाई चाहिँ थाहा हुन्छ कि त्यो चिउराको डल्ला बनाउन कस्तो गाह्रो हुने। अरूको त मैले सबैको ठिकै बनाउँछु, यो चिउराको चाहिँ खासै बन्दिनँ। यो चिउराको बनाउने आइडिया चाहिँ सिकाउनु पऱ्यो साथीहरू। अनि यो भुजा र तिलको चाहिँ एकदमै मजाले बनाएँ। फर्स्टमा यो सक्खर गुड भेली के भन्छ, हाम्रो तराईतिर चाहिँ मिठा पनि भन्छ है। यसलाई मजाले पकाएर घिउ लगाएर अनि यसमा तिल भुजा हजुरलाई जेको बनाउन मन लाग्छ त्यो राखेर डल्ला राख्ने हो। सो यो बनाउन एकदमै रमाइलो पनि हुन्छ, खाना मिठो पनि हुन्छ। अनि सङ्क्रान्तिको बेला विशेष यही हो नि त। यसकै लागि पनि सङ्क्रान्ति माघे सङ्क्रान्ति भनेर वेटिङमा हुन्छौँ हामी। यता काठमाडौँतिर पनि एकदमै बनाउने बेच्ने त गरिन्छ, बट घरमै रुममा चाहिँ बनाउँछु कि बनाउँदैन आई डोन्ट नो। सो पर हाम्रो चाहिँ तराईतिर चाहिँ एकदमै मजाले घरमा यति बेला त ओहो यता घरबाट उता घरबाट सर बास्ना आएर हुन्छ क्या, कस्तो रमाइलो हुन्छ। त्यही सम्झिँदै काठमाडौँमै भए पनि दुईजना रमाम खाम भनेर बुढाबुढीले बनाउन सुरु गरेको चिउराको चाहिँ बिग्रेर मेरो हालत छ यस्तो। भुजा र तिलको चाहिँ राम्रै बनेको छ, चिउराको चाहिँ बनाउनै सक्दिनँ। ल हेर्नुहोस् है, हेर्न सक्नुहुन्छ। सो यति भन्दै धेरै लामो भइसकेको रहेछ भिडियो। ह्याप्पी सङ्क्रान्ति टु अल अफ यु।